नमस्ते दर्शकवृन्द, आज फेरि धेरै दिनपछि पूर्ण तपाईहरुको सामु म युट्युबको मार्फत आएको छु र आजको हाम्रो हाइकिङ हुनेछ बागद्वार र अहिले चाहिँ हामी यो तारी भिरको ठक्क फेद भन्दाखेरि पनि त्यसको मुनि नै पुगेको छौं र मसँग हुनुहुन्छ तीनजना साथी। तारे बेलको जुस, चामलको जुस है। लोकल जुस। यो के हो? यो तारे बेलको पानी। तारे बेलको पानी। यो पानी पिउन आलेको। ल cheers. Cheers. हजुर पहिला जुस छ। जुस त मैंने दे चाहूंगा 10-15 त्यति लाग्दै रहेछ फर्स्टमा किनेको, एक सालको मात्रै हुँदै रहेछ। हजुर जिङमे कसो टस्टीले अब परसम्म चाहिँ यहाँबाट ठुलो छ, ठिकै छ। अब यहाँबाट चाहिँ सान्दै मान्छे हिँड्ने बाटो होइन रहेछ, त्यही भएर अलिकति कन्फ्युज छ। त्यही पनि अब पुग्छ, मजाले पुगिन्छ हामी बागद्वार। हाम्रो भाइ निमा हजुर आजको हाम्रो यात्रा कस्तो हुँदै रहेछ? ठिकै भइरहेछ। अहिले भर्खर प्योर वाटर पिएको थियो, अलिकति टाउको रिगेरहेछ। तारे बेलको प्योर वाटर पिएको थियो अनि अलि टाउको रिगेरहेछ। अहिले चाहिँ बाटो हो कि होइन खुट्टा पनि कन्फ्युज भइरहेछ। राम्रो हुँदैछ। अब धेरै दिनपछि हिँडेको, नत्र नर्मली कामै हुन्थ्यो। आज यस्तो शनिबार छुट्टी मिलाएर अनि अलि माथि घुम्न आएको। रमाइलो छ है? धेरै रमाइलो। ए हस् त। दर्शकवृन्द, आज हाम्रो यो बागद्वारको यात्रा चाहिँ हल्का मिस्टेकले अलग्गै बाटोमा छिर्नुपर्ने त्यस्तो अवस्था भयो। किन भन्दाखेरि चाहिँ खासमा चाहिँ मान्छेहरू चाहिँ छिर्ने ठाउँ बाटो चाहिँ यो हाम्रो तारे बेलको स्कुलदेखि लिएर त्यहाँदेखि माथि अनि नाकी गुम्बाबाट झर्ने गर्दै रहेछ। तर आज त्यहाँ चाहिँ हामीलाई आर्मीले प्रवेश निषेध गर्यो अनि त्यही भएर हामी चाहिँ फेरि अर्कै एउटा सर्टकट भन्दाखेरि पनि हुन्छ, अब अलग्गै एउटा बाटोबाट लाग्दैछौँ। यसो हेरेको ओरिजिनल तारे बेल चाहिँ कस्तो छ? घना जङ्गलमा तारे बेलको शुद्ध पानीले धेरै असर गरेछ। अहिलेको कस्तो अवस्था भन्दाखेरि चाहिँ मेरो 3जना साथी, 2टा चाहिँ मुनि रेस्ट गरेर बसेको छ र एउटा चाहिँ बाटोमा टोइलेट त्यसमा बिजी हुनुहुन्छ र एक्लै लाग्दैछु यो बाटोमा। हल्का हल्का डर पनि लागेको छ, तर पनि एडभेन्चर भन्दाखेरि चाहिँ एउटा अलग्गै हिसाबले हेर्ने गर्दछु म। नमस्ते। हेलो एभ्रिवान। धेरै थाकिरहेछ। म चाहिँ थाकेको छैन। सेल्फ पनिसमेन्ट हो अहिले चाहिँ। दर्शकवृन्द, आजसम्म धेरै ठाउँमा हाइकिङ गएको थियो है, तर आजको जस्तो यस्तो एडभेन्चर चाहिँ कुनैमा पनि भएको थिएन। यस्तो ठाउँ, यस्तो मान्छे, यस्तो बाटो, यसलाई मैले व्याख्या गर्न सकेन। आजको हाम्रो गाइड चाहिँ उहाँ हुनुहुन्छ जिङ्मेज्यू। उहाँ चाहिँ अब जहिले पनि एकदम ट्रेकिङ, एकदम हाम्रो हिमालयनको
भनौँ न त सोलुखुम्बुदेखि लिएर डोल्पा एकदम अग्लो ठाउँमा जानुहुन्छ अब अहिले यहाँदेखि कतिको टाढा छ होला यहाँदेखि 3.4 किलोमिटर छ 3.4 किलोमिटर मतलब अब कति घन्टाको 1 घन्टा 30 मिनट जति लाग्ला निमा जो हजुर हाम्रो अहिले के अरे यस्तो जङ्गलको बिचमा है हजुर हजुर त्यसरी हिँड्दाखेरि चाहिँ अनुभव कस्तो भइरहेछ एकदमै क्लाइम होइन पिसफुल इन्भाइरोमेन्ट फिल भइरहेछ होइन अनि फ्रेस एयर छ प्लस मैले चाहिँ शुद्ध पानी दिएँ बल्ल बल्ल अब सक्यो होइन एकदमै फ्रेस फिल भएको छ सुनसान छ नर्मली त तल गाडीको आवाज के मान्छेको आवाजले गर्दाखेरि धेरै माइन्डमा अलि नरमाइलो फिल हुन्थ्यो आज धेरै रमाइलो फिल भइरहेछ जताततै चराचुरुङ्गीहरू आवाज सुनिरहेको छु अनि कुनै कुनै वनको जनावरहरू पनि भेटिरहेछ धेरै रमाइलो लागिरहेछ ए यस्ता अब चाहिँ केही घन्टा भन्दाखेरि पनि केही मिनटमा चाहिँ हामीहरू बगदरमा चाहिँ पुग्नेछौँ र जति हाम्रो गन्तव्य चाहिँ नजिकै हुँदै जान्छ त्यत्तिकै रमाइलो पनि बढ्दै जाँदै रहेछ हेरौँ है दर्शकवृन्द अब भर्खर हामीले यहाँ साइन बोर्ड पायो अघिदेखि अन्दाजमा हिँडेको हो धेरै छिटो हिँड्यो भने चाहिँ 20 मिनट भनौँ होइन नत्र 30 मिनट्स ए अनि यो ठाउँ चाहिँ यो पनि एउटा डेटिङ स्पट भन्यो भने हुन्छ होइन एउटा पिकनिक स्पट भनौँ न एकदम राम्रो छ होइन मान्छेहरू पुरा यहाँ रमाइलो गरेर बसिरहेछ है अब चाहिँ हिँड्दा लगभग हामी यहाँ बगदरमा पुगिसक्यो 5 मिनटको मात्रै बाटो रहेछ अनि 2 जना साथी चाहिँ पछाडि बाँकी छ उहाँलाई पर्खेर बसेछु बिहानको 9 बजीदेखि हामी तिनचुलीदेखि हिँडेको थियो र अहिले दिउँसोको 2 बजीमा चाहिँ अनि यहाँ बगदरमा पुग्यो र अहिले चाहिँ अब यहाँ हामीहरू चाहिँ भर्खर अब दिउँसोको लन्च चाहिँ यहीँनिर आजको हाम्रो बागदुवारको यात्रा यतिसम्म नै हो फेरि पनि नयाँ ठाउँको दृश्यहरूको साथ नयाँ साथीहरूसँग पक्कै पनि तपाईहरूको सामु आउने नै छु धन्यवाद